हे गाइस तपाईलाई स्वागत छ मेरो YouTube च्यानलमा तपाईको सन्जय नन्चलामा मैले एकदम सन्जय आराम छु अनि के छ गाइस आज चाहिँ म टाढैको यात्रा जाँदैछु हैन टाढा त नै हुन त टाढै हो भनौं आज चाहिँ हाम्रो चाहिँ टुर हुनेवाला छ आज चाहिँ टुर भ्लग हो है आज चाहिँ टक्क लाएर जाँदैछौँ पाल्पा जाँदैछौँ आज चाहिँ हामी हाल चाहिँ म एक्लै छु हिँड्दा छु बाटोमा अँध्यारो भइसक्यो कहिले चाहिँ निस्किने म भर्खर गएर आएको लगभग 5 साढे अब 6 बजे भनौँ अनि 6 बजे बोलाएको थिएँ अनि 6 बजे म जानै पाइनँ त्यही भएर अब नेपाली टाइम त 6 बजे बोलाउने 8 बजे पुग्ने 8 बजे हिँड्ने नेपाली टाइम त त्यसमा अहिले सुरु निस्कि जान्छु अनि टक लगाएर अझै मौसम मजाको गएर छ त्यस्तो जाडो पनि गरेको छैन अहिले चाहिँ अँध्यारो त भइसक्यो तर ब्राइटनेस बढाएर मैले उज्यालो देखेको अँध्यारो चाहिँ भइसकेको छ है अँध्यारो बिल्कुल अँध्यारो भइसकेको छ टक्कै हिँड्दा चाहिँ मजा आएर हाल्नु मैले चम्किरहेको कस्टमर अनि त्यही हो आज चाहिँ मस्तले जान्छु घुम्न केटा रमाइलो गरिन्छ होइन के मन चाहन्छु अनि भेटौँला आमामा भएन त यति भएपछि त यति भयो भने त ल ल ल ल ल ल भन्ने भइगयो त म त ओहो को हिँड्ने बाबु ला ए गाई जरा के भइरहेछ यहाँ हजुर उठा त ए भयो यहाँ त स्क्याम भइहाल्छ त यार केटीहरूलाई यस्तो मजा ठाउँ पाएको छ नि केटीहरूले यार केटा बस नभएर यार बसमा ठाउँ नभएर चाहिँ अहिले चाहिँ हामी निस्किएको छौँ होइन तिमीलाई अनुहार देखेको छैन यार अहिले चाहिँ निस्किसकेको छौँ टक्क लगाएर हामी चाहिँ बस्नु चाहिँ ठाउँ भएन ओ मेरो भाइ यार मेरो भाइ यार मेरो भाइ लगेर हामी चाहिँ दुईटा बस छ है एउटा यहाँ छ ओ ढोलो न ल एकचोटि हल्ला गर अब अर्को बस्दै यहाँ चाहिँ एउटा बस्दै यहाँ छ ल तपाईँ केटा हो अर्को बस्दै हाम्रो त्यहाँ छ हाम्रो अल्ताफ साथी ए हाम्रो बस पनि रेडी भइसक्यो ल त हल्ला गर लगेडा अहिले चाहिँ हामी चन्द्रडा पुगेको छौँ होइन टक्क लगाएर यहाँ मिठा पान खाँदैछौँ सारा जीवाला त होइन तर चन्द्रडावाला है दाइ त हेरिदिउँ त टक्क लगाएर बाटोमा टक्क लगाएर होइन ट्याक्कै त्यो लमेदेखि आउने बाटो अनि कहाँ जाने अब्दुल होटलको ट्याक्कै तल मजाले आउनु पऱ्यो सबैजना अरे भ्यान्छ टक्क लगाएर अब खाल्छौँ होइन लगेर हानमै ल सोकाइ जल चाहिँ मेरो ठाउँ आएको छ दिदी यो ठाउँको नाम के अरे चोरधारा ए जोरधारा पैसा सोख न अहिले चाहिँ हामी अन्डा सर्न टक्क तातो सो गाइज अहिले चाहिँ हामी रानी महल आइसकेको छौँ होइन तपाईँले हेर्न सक्नुहुन्छ मेरो पछाडि एउटा रानी महल जो कि राजाले आफ्नो रानीलाई उपहार दिएको रानी महल चाहिँ पछिबाट नाम भएको पहिला चाहिँ महल गिफ्ट दिएको आफूले मागेर त दियो होला होइन अनि हेर्न सक्नुहुन्छ चिसो नि एकदमै मजाको चिसो भइरहेको छ अनि जस होइन यस्तो खुसी लागेको छ कि आफैबाट किन मेरो त्यो के भन्छ त्यसलाई आङ सिरिङ भइरहेछ कि यस्तो समय भइरहेछ मलाई अहिले चाहिँ त्यो जस मजाको भइरहेछ होइन त्यही हो अहिले चाहिँ यति खुसी लागेको छ कि केही चिज देख्न पाइयो नेपालमा भएर हाम्रो नेपालमा यस्तो पनि छ भन्ने जस्तो लाग्यो मलाई होइन नेपालमा रहेछ जस्तो भए पनि नेपाल भने नेपाल हो होइन बुझ्छु मैले
अब के छैन टक्क लगाएर अब हामी घुमिरहेछौँ होइन तर किन यो रानी महल देखेर एकदम खुसी लागेको छ होइन एकदम खुसी लागेको छ जस मलाई पनि कोहीले यस्तै उपहार दिन पाएको हुन्थ्यो अनि हाम्रो साइडमा हुनुहुन्छ त्यही एउटा काली गण्डकी हुनुहुन्छ अनि काली गण्डकी चाहिँ बोकिरहनु भएको छ होइन अनि माथि नै के छ त्यो थाहा भएन मलाई अनि त्यहाँ चाहिँ राफ्टिङ गर्ने बोट पनि छ है हेर्न सक्नुहुन्छ दिस गाइस एन्ड जस एकदम खुसी लागेको छ होइन यो देखेर चाहिँ तर त्यहाँ एउटा मैले कुर्सी चाहिँ देखेको थिएँ कि कुर्सी हो कि के होला ऊ त्यो सो गाइस अहिले चाहिँ हामी टक्क लगाएर होइन हाम्रो त्यो रानी महल माथि जाँदैछौँ यति खुसी लागेको छ होइन हेर्नुहोस् न राजाले आफ्नो पैसाले अथवा केहीले बनाएको यो महल आफ्नो रानीलाई उपहार दिएको रानी महल भन्छन् यसलाई चाहिँ यस्तो राम्रो आयो हेर्न सक्नुहुन्छ आयो यति माथि आइसक्यो किन मेरो मन आफै खुसी भइरहेको छ होइन एकदम के छैन अनि यिनीहरू लाइटर पनि रहेछ लाइटर बालेर दिन्छ गाइस रानी महलको एन्ट्रेस चाहिँ यही हो तर जसरी हजुरलाई मैले रानी महलको भित्र चाहिँ म गएर पनि देखाउने छु अनि टिकट लाग्छ अरे है मैले सुने अनुसार टिकट लाग्छ मैले टिकट काटेर होइन हजुरलाई म जसरी पनि देखाउने छु त्यो मेरो बाचा भयो होइन के छैन रमाइलो लाग्यो रमाइलो ठाउँ छ जस मजा आएको छ मलाई अहिले चाहिँ यति खुसी लागेको छ कि कसम यति खुसी लागेको छ कि हुन्छ गाइस यता हाम्रो नानीहरू हुन्छन् हजुर हजुर मजा मिल्छ कि ए टोइलेट हो ए अँ यार म त के हो होला यहाँदेखि चाहिँ हल्का चढ्न पायो भने त ओहो एकछिन भने अहिले के हो यार डर लाग्ने थिएँ ओए खजाना ओए केटा खजाना सोगा हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मैले एउटा गुफा बढाएँ हात हालिहालेँ अब कोहीले तानो भने तानो नतानो अनि यहाँ चाहिँ भर्याङ रहेछ है हेर्न सक्नुहुन्छ यहाँ चाहिँ भर्याङ रहेछ सो गाइस हेर्न सक्नुहुन्छ होइन यहाँ चाहिँ राम्रै देखाएको छ मजाको देखाएको छ अहिले चाहिँ यहाँदेखि रानी महल अहिले चाहिँ हामी माथि जान लाग्छौँ अनि हामी दुइटा बस्छ त्यहाँ छ टक्क त्यो भाइहरू त्यहाँ गएको छन् नानीहरू त्यहाँ छन् कोही त्यहाँ छ खोलातिर अहिले चाहिँ हामी टक्क लगाएर त्यो माथि जोलेको पुलतिर जाँदैछौँ होइन कस्तै चिसो गएर छ यस्तो उज्यालो पनि भइसक्यो तर पनि चिसै छ भनौँ कपडा त पुरै शीतले फ्यात्तै भएको छ भनौँ पुरै फ्यात्तै के भित्र प्रवेश भइसकेपछि जाउँ त साह्रै छ त यार म तपाईँसँग वाचा आएको जस्तै भित्र आउँछु भनेर आइसकेँ हेर्न सक्नुहुन्छ अघि मैले देखाएको फोटोहरू चाहिँ यिनीहरू तर कुन राजाको त्यो पनि थाहा भएन मलाई है खुसी लागेको छ अनि भित्र चाहिँ एकचोटि हेर्न जान्छौँ हामी यहाँ चाहिँ के रहेछ यो चाहिँ सो गाइस मैले चाहिँ अघि चाहिँ सोधिसकेको थिएँ केटाहरूले त्यो जानु मिल्छ अरे है त्यो जानु मिल्छ अरे कस्तो हल्ला गरेर के छैन पहिल्यै माथि जान्छु है किनभने त्यो चाहिँ कति वर्ष पुरानो होला आफै सोध्नुहोस् नेपालका राजा कहिले थिए होइन हेर्नुहोस् गाइस राजाको पालाका सास फुल्ने यार त्यो दुध आएको होइन राजाको पालाको भाँडाकुरी हुनु होइन यस्तो सासबडी भयो यार हेर्नु चाहिँ लास्टै सोचे भन्दा लास्टै पुरानो छ यो चाहिँ अनि यो हेर्न सक्नुहुन्छ
यहाँ चाहिँ शिवलिङ्ग भयो होइन शिवलिङ्ग भन्छौँ शङ्ख फुक्ने यहाँसम्म छ पूजा गर्ने मूर्तिहरू है राम्रो छ हेर्नुहोस् त्यहाँबाट चाहिँ यही हेर्न आएको अनि कति पो राम्रो छ होइन मन खोलेर बोलेर भन्नु होला गाउँको मान्छेहरू पनि आइसकेको छन् यता पनि एउटा रुम रहेछ है रुम रहेछ तर क्यान्सल हुन्छ अहिले चाहिँ मेरो सोचाइमा काठको हुन्छ जस्तो लाग्थ्यो त्यो तर यो फलामको पो रहेछ है के छैन अनि यो हेर्नुहोस् बाहिरबाट हेर्दा नदेखिने यस्तो यो गर्दै देखिन्न तर यस्तो हेर्नुपर्छ देखिन्छ यस्तो मजाको भ्यू छ नि बाफरे बाफ पुरै छोडिदिनु तपाईँहरूले यस्तो मजाको भ्यू छ नि यस्तो मजाको भ्यू अनि हिँड्न चाहिँ माथि चाहिँ अरे हिँड्न चाहिँ माथि नै मै छु तर तिनीहरू तल छन् होइन अब चाहिँ यहाँ माथि एउटा टप फ्लोर छ यहाँ चाहिँ सिरियस गर्नु पऱ्यो तपाईँले यसो देखाइदिनु न यहाँ केही छैन बस खाली छ यो पहिलाको टिनो सकेसम्म मेरो सोचाइमा यो पहिलाको टिनो जो खासै देखेको छैन तर पनि पहिलाको टिनो अनि यहाँ चाहिँ नयाँ दिन खेलेको छन् त्यस्तो हेर्छौँ चाहिँ पहिलाको टिनो खेला जस्तो भएको छ यो चाहिँ पुरै काठको है सबै काठको अनि यो पनि माटोको हो होइन छेर्नु पर्छ त्यहाँ पनि तल छेर्नु पर्ला यसो यस्तो खास त मलाई भएन तर पनि के छैन यहाँ चाहिँ म आएको थिएन है अनि यहाँ सुन्नु चाहिँ यहाँ चाहिँ राजाको हो है राजा अनि त्यहाँ चाहिँ रानी हो है मेरो सोचाइमा रानी त राजा जस्तो देख्छु रानी चाहिँ हो ठिक छ ठुलो फ्रेम छ राजा रानीको यो चाहिँ रियल फोटो छ यहाँ चाहिँ के छैन मन्दिर रहेछ यसो ढकढक पारेर पनि हेर्नु पऱ्यो होइन मन्दिर रहेछ जुन चाहिँ मजाले भिजेको कार यो पानी रहेछ है मजाले भिजेको के छैन तर पनि त्यहाँ पनि रहेछ हेर्न सक्नुहुन्छ गाइज यहाँ पनि छ दर्शन गर्छु म पनि अनि हेर्न सक्नुहुन्छ अनि हेर्नु गाइज यो कति वर्ष पुरानो होला सोच्नु त कैयौँ वर्ष पुरानो होला यो लास्टै वर्ष पुरानो यो त्यो पनि भाँच्छ तलबाट तर यो भनेको चाहिँ एकदम पुरानो हाम्रो बाउ बाजेको पालाभन्दा पहिला पुरानो चाहिँ यो घन्टी भनेको होइन अनि यस मजाको भ्यू भइरहेको छ अहिले चाहिँ यस मलाई आनन्द लाग्यो यहाँ आएर तपाईँ पनि आइदिनु होला राम्रो ठाउँ छ होइन त्यस्तो भित्रबाट भन्दा चाहिँ बाहिरबाट चाहिँ मैले बवाल माने है किनभने घर हेर्दा डिजाइनिङ हेर्दा होइन अस्टै राम्रो छ हजुर पनि भिजिट गरिदिनु होला हाम्रो नेपाललाई माया देखाइदिनु होला नेपालको पहिचान चिनोलाई होइन सबैले माया देखाइदिनु होला त्यही त भन्न चाहन्छु के भन्न चाहेको म यहाँ पनि रहेछ है यहाँदेखि चाहिँ टक्क आएर ओइ त्यो काम गर पैसाले त्यो काम गर भन्ने जस्तो त्यस्तो नि यस्तो छैन अब चाहिँ होइन हजुरलाई मेरो भ्लग चाहिँ कस्तो लाग्यो होइन राम्रो लागे पनि नलागे पनि यसरी पनि एउटा लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला तपाईँहरूकै माया दुःखले म यतासम्म आएको छु हजुरले भ्लगमा आइदिनु त्यही माया देखाइदिनु होला यतातिर म गएको थिएन त्यस्तो केही छैन सामानहरू राखेको छ सानो कस्तो कोठा रहेछ के भन्नु कोठा बनाएको थियो थाहा भएन मलाई तर सानो कोठा छ त्यसको लागि कोठा हो यत्तिको छ भनौँ सानो तर यो राजाहरूको कस्तो डिजाइन हो त है
यो डिजाइन यो घरै हेरौँ न घरै यस्तो बगाल छ नि मिठो कसम यस्तो मिठो छ नि हजुर बल्ल आयो ठिक छ राम्रो देखेको छु ल त के कस्तो लाग्यो मेरो भ्लग चाहिँ हजुरलाई होइन राम्रो लाग्यो पनि नलागे पनि एउटा चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला तपाईँहरूको दुवाले मेरो ब्लग अझै राम्रो दियोस् भन्न चाहन्छु म चाहिँ तपाईँले माया गरे पनि नगरे पनि प्लिज एउटा लाइक सब्सक्राइब गरिदिनु मेरो युट्युब च्यानल छैन मनिष ब्लग्स त्यसमा चाहिँ एउटा लाइक कमेन्ट भए पनि सब्सक्राइब भए पनि गरिदिनु है तिनवटामा एउटा चिज गरिदिनु यति भन्न चाहन्छु अरू के भन्न चाहँदैन अनि आजको ब्लग चाहिँ यति नै हुन्छ होइन तपाईँले देखाउने चिज मैले देखाइसकेँ अब हामी चाहिँ अब यसो 5-10 मिनट यसै घुम्छौँ त्यसपछि हामी चाहिँ निस्किन्छौँ पाल्पातिर जान्छौँ यो चाहिँ हुन त पाल्पा यो पनि हो अनि मेन पाल्पातिर जान्छौँ त्यहाँ गएर नास्ता पानी खानापानी के खान्छौँ त्यो चाहिँ म देखाउन सक्दिनँ किनकि आजको लागि ब्लग यति नै हुन्छ आज त जय नेपाल।